कविताको शीर्षक छ नारी शक्ति। नारीको महिमा निकै छ रसिलो, व्याख्या कसरी गरौँ? हिम्मत नै अथाह चाँट महिमा, के चाहियो शब्दहरू? नारी हुन् जननी ब्रह्माण्ड धरती, पृथ्वी जन्म हुने ज्योति हुन् जगमग बगाई अँधेरी, उज्यालो चम्काउने। नारीका रूप छन् अनेक थरीका, बयान कसरी गरौँ? उमा देवी गायत्री लक्ष्मी अनि ती वीरकुटी सीताहरू। देवी हुन् नवदुर्गा सरस्वती अनि कौशल्य माता पनि, नारीकै कोखमा बसे सद्गुरु ऋषि तपस्वी पनि। नारीका रूप नै गनी नसकिने, नाता कसरी गनु? आमा छोरीसँगै दिदी र बहिनी, अगन्य छन् के भनु? नारी हुन् जननी सदा सकलकी, ब्रह्माण्डकी शारदा। उपमा जति छन् शुभाशुभ भनुन्, गर्नु सदा आदर। घरको शोभा बढाउने शीतलता, सौन्दर्यकी खानी हुनु। जिम्मेवारी सबै बोकित शिरमा, घरकी महारानी हुनु। सबको भाव बुझेर कर्म गर्ने, नारी कलाकार हुन्। धरतीको जति भार बोक्न सक्ने, जीवनकी सार हुन्। धरती हुन् जननी बोकेर बोझ त्यो, भारी बोकी शिरमा। हाँसेरै दुःख टार्न सक्ने बल छ, आफू परी पिरमा। जन्माइन् ठाउँ र परिस्थितिसँग जुझ्ने सेना देशका। कोही छन् पाइलट ती डाक्टरहरू, कोही छन् जोगी भेषका। कोही छन् पढेका ठुला पदमा, कोही छन् सहयोगी पनि। कोही छन् सबलाई पढाउने गुरु, कोही रम्छन् कृषक बनी। राजा र नेतागण ती मन्त्री जति छन्, जन्मे यही कोख पनि। कस्तो शक्ति अदृश्य र रहस्यको, ऋषि महर्षि पनि। जन्माइन् कवि र लेखकहरू, गाउने बजाउने पनि। कलाले भरिपूर्ण भई धरतीमा, जीवन सजाउने पनि। जन्माइन् श्रीराम झैँ वीर पुरुष, जन्माइन् कंसासुर। पुज्दैछौँ अहिले हामी सबै मिली, जन्मी यति सद्गुरु। नारी हुन् ममतामयी स्नेहकी, सृष्टि चलाउने कला। यी बिना सब चिज खल्ल रहेछ, बन्छ जीवन आलमल। दुःख सुख आपद विपद जे परिनी, खप्चिन् सहजै बनी। प्रकृति प्रलय होला नारी बिना, चल्दैन चिता पनि। हत्या हिंसासँगै जघन्य अपराध, त्याग्ने बनुन् कानुन। दशौँला जोडेर म मिन्ती गरुला, यही मेरो आह्वान। हवस् हजुर, धेरै धेरै धन्यवाद। यो कविता सुनेर हजुरहरूले प्रतिक्रिया दिनुहुनेछ। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहुनेछ, लाइक कमेन्ट गर्नुहुनेछ र सुझावलाई जस्ताको तस्तै लेखिदिनुहुनेछ भन्ने आशा गरेको छु। सबैमा थ्याङ्क यू सो मच।